जस्तै कि हामीसँग अहिले 3टा इन्टरनेसनल एयरपोर्ट छ भनौँ होइन हाम्रो यो टिआइएको क्यापासिटी हामीहरूको अराउन्ड 90 लाख पिपल छ भने 2024मा हामीहरूले त्यसलाई चाहिँ नियर अबाउट 90% चाहिँ त्यहाँ अराइभल्सहरू भएको थियो अन्त यो क्यापासिटी बढाउने पनि अहिले फेजेसहरू आइरहेको छ त्यो बढाए पनि अब कतिले बढ्छ होइन र हाम्रो कति टाइम लाग्छ त्रिभुवन इन्टरनेसनलले त ग्लास सिलिङ हिट गरिसक्यो भन्छ नि होइन त्यसले गर्दाखेरि अब भैरवा अनि त्यसपछि हाम्रो पोखरा अब जस्तै पोखराको एकदमै इम्पोर्टेन्ट छ होइन सुचारू हुनु अब पोखराको पनि कस्तो भन्दाखेरि अब यसमा पनि एउटा अर्को एउटा एड गर्नुको जस्तो कि हाम्रो नेपाल एयरलाइन्स भनौँ न जहिले पनि आफ्नो नेसनल फ्ल्याग क्यारियर चाहिँ स्ट्रङ नै हुनुपर्छ कुनै पनि कन्ट्रीको त्यो स्ट्रङ भएर चाहिँ हामीलाई 2-3टा कुरा फाइदामा हुन्छ जस्तै कि फर्स्टमा हामीहरूले चाहिँ आफ्नो कस्ट जहिले पनि जुन सेक्टरमा हाम्रो नेपाल एयरलाइन्स उडेको छ त्यो सेक्टरमा जहिले पनि हामीले चाहिँ रिजनेबल कस्टमा चाहिँ एयरफेयर पाइरहेको छौँ अन्तखेरि त्यसको गभर्मेन्टले चाहिँ अब सिम्पल एउटा इक्जाम्पल अर्को कोभिड पछि हङकङले आफ्नो टुरिज्म प्रमोसन गर्दाखेरि मोर देन 1 लाख आई थिङ्क 1.5 लाख टिकट्सहरूमा चाहिँ उहाँहरूले कुनैमा लट्री कुनैमा वेभर दिएर होइन उहाँहरूले चाहिँ टुरिस्टहरूलाई चाहिँ भित्राउनु भयो जस्तै त्यस्तो खालको इन्सेन्टिभाइज गर्नको लागि पनि गभर्मेन्टले आफ्नो नेसनल फ्ल्याग क्यारियर भयो भने धेरै नै सजिलो हुन्छ सिचुएसन हेरेर एउटा त्यो कुरा भयो अर्को चाहिँ जस्तै यो पोखरा इन्टरनेसनल एयरपोर्ट र हाम्रो गौतम बुद्ध इन्टरनेसनल एयरपोर्टको हकमा चाहिँ यदि नेपाल एयरलाइन्स चाहिँ कन्टिन्युस 6 मन्थसम्म अपरेसन गर्नुभयो भने त्यहाँ जाने कन्ज्युमर्सहरूलाई पनि कन्फिडेन्स हुन्छ ओके ल यहाँ त अब एयरपोर्ट कन्टिन्यू भयो भनेर प्रफिट होस् लस होस् गभर्मेन्टले यदि आफ्नो पुस गर्न खोज्नुहुन्छ कुनै एउटा एयरपोर्टलाई वा आफ्नो एउटा इन्फ्रास्ट्रक्चरलाई भने त्यसमा चाहिँ एकदमै धेरै सपोर्ट हुन्छ ट्राई गरेको जस्तै फ्लाइ दुबईले अहिले पोखरा दुबई गर्नु लाग्नु भएको छ सेप्टेम्बरबाट र त्यस्तोभन्दा अगाडि हाम्रो हिमालयन एयरलाइन्सले लासाको गर्नुभएको थियो पोखराबाट र त्योभन्दा अगाडि जजिरा एयरवेजले चाहिँ भैरवामा ट्राई गर्नुभयो तर त्यस्तो कन्ट्याक्ट्सहरूमा पनि हाम्रो गभर्मेन्टलाई चाहिँ म एउटा सजेसन दिन्छु र नाटासँग पनि हामी सहकार्य गर्नु भन्छु हाम्रो युजली चाहिँ एयरपोर्टहरूमा पनि एउटा मार्केटिङ फन्ड हुनुपर्छ त्यो मार्केटिङ फन्डहरूले चाहिँ यस्तो कुराहरूलाई चाहिँ यस्तो इस्युजहरूलाई चाहिँ एड्रेस गर्छ होइन राइट एयरपोर्टको होइन मार्केटिङ फन्ड हजुर अब कसरी अगाडि बढाउने भन्दाखेरि त्यही कारण एयर कनेक्टिभिटी रोड कनेक्टिभिटी हाम्रो फर्स्टमा स्ट्रङ बनाउनु पर्यो दुईटा प्रायोरिटीमा नै हुनु होइन यो दुईटा स्ट्रेन्थन गरेपछि अनि बल्ल लेट्स मुभ फरवर्ड नेक्स्ट या मुभ फरवर्ड